जब देशभर तिहारमा आशाको दियो बल्छ, तब साना कोपिलाका सपना पनि आँखामा टल्किन्छ। तर कतिपय घरहरूमा यो ज्योति अझै बल्नै नपाई निप्दछ, कहीँ अभावले, कहीँ सोचले। नेपालमा अझै पनि कतिपय परिवारहरूमा बालिकाहरूको लागि पढाइ अधिकार भन्दा भाग्य जस्तो लाग्छ। जीवनका असंख्य कठिनाइहरू पार गर्दै अभाव, थकाइ र सङ्घर्षलाई बाधा अर्चनको रूपमा नलिई शिक्षाको ज्योति बाल्ने प्रेरणादायी अभिभावकका उदाहरण हुन् अञ्जलीका बुवा र आमा। मेरो छोरी पहिलेदेखि पढ्नमा राम्रो छ, अनि त्यसपछि उसको चाहना के छ भने उसलाई डाक्टर बन्नु इच्छा छ, त्यही अनुसारको तयारी गरिरहेको छ। चुनौतीहरू हरेक मोडमा रहे तापनि अञ्जलीकी आमा र बुवाले कहिले हार मानेनन्। अभाव र सङ्घर्ष बीच पनि छोरी अञ्जलीको पढ्ने सपना उनीहरूको जीवनको सबैभन्दा ठुलो प्राथमिकता बन्यो। छोरा मात्रै पढाउने, छोरी नपढाउने, बिहा गरेर पठाइदिने, सानै उमेरमा त्यस्तो गर्नुहुन्छ, त्यस्तो गर्नु भएन। नेपालमा अझै पनि माध्यमिक र उच्च माध्यमिक तहमा पढ्ने किशोरीहरूको सङ्ख्या सोही उमेरका पुरुषहरूभन्दा करिब 18.8%ले कम छ। मेरो छोरीलाई लक्ष्मी स्यान्ड्रेन्ज ब्याङ्कले पढाउनुको लागि स्कलरसिप दिनुभएको छ र उहाँहरूले मेरो छोरीको लागि धेरै राम्रो गर्नुभएको छ। त्यति गरेर पनि मलाई धेरै सजिलो भएको छ। नेपालभर विद्यालय बाहिर रहेका 45.8% बालिकाहरू न औपचारिक शिक्षा, न रोजगारीमा, न त कुनै सिप तालिममा संलग्न छन्। शिक्षित लक्ष्मी पहल मार्फत ब्याङ्कले विभिन्न 62 जिल्लाहरूमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ। वान ब्रान्च वान गर्ल चाइल्ड स्कलरसिप प्रोग्राम मार्फत गत वर्षमा मात्रै 308 जनाले सो छात्रवृत्ति प्राप्त गरेका छन्। स्टेम अर्थात् साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथमेटिक्सका विषयहरूमा ब्याचलर तथा मास्टर पढ्नका निम्ति ब्याङ्कले महिलाहरूलाई छात्रवृत्ति दिँदै आएको छ, जसमा हालसम्म 4 जनाले सो छात्रवृत्ति पाएका छन्। लक्ष्मी पूजामा दियोले घर त उज्यालो हुन्छ, तर परिवार र समाजलाई उज्यालो बनाउन हरेक घरकी छोरीलाई विद्यालयको कक्षा कोठासम्म पुर्याउनु पर्दछ। आफ्नो घरकी लक्ष्मीलाई शिक्षा दिने उहाँहरूको अठोट हाम्रो लागि एउटा प्रेरणा हो। नारी शिक्षा सशक्तिकरणको लक्ष्यमा सँगसँगै छौँ हामी। लक्ष्मी सनराइज।